हेलो एभ्रिवान वेलकम टु माई सर्ट मिनी भ्लग। अनि यो भ्लग चाहिँ आजको होइन, यो चाहिँ वेन्सडेको हो। वेन्सडे म जाँदै थिएँ दिदीको रुम कृष्णनगर। त्यसपछि म र भाइ रेडी भएर अटोमा बस्यौँ र लाग्यौँ बस पार्कतिर। एज यु क्यान सी है, बसमा बस्यौँ एन्ड फाइनली हाम्रो बस पनि हिँड्यो। आफ्टर द्याट हामी सरर हावा खाँदै लाग्यौँ बुटोल बस पार्क। एन्ड गाइज, बस पार्क चढ्न साथ मसँग एकदम नराम्रो इन्सिडेन्ट भयो। इन्सिडेन्ट के हो भने मेरो चाहिँ जुन सामान थियो, दिदीको रुममा लैजाने सामान जुन चाहिँ बोरा थियो, त्यो चाहिँ अरू मान्छेसँग एक्सचेन्ज भयो। लाइक मेरो सामान चाहिँ पाल्पा पुग्नेवाला थियो अनि उहाँको सामान चाहिँ कृष्णनगर पुग्नेवाला थियो। यो सबै कुराले मेरो टाउको एकदम दुखिसकेको थियो, बट बल्ल तल मैले आफ्नो सामान पनि मैले पाएँ। त्यसपछि मैले सामान लिएर हाम्रो बुटोलको पुरानो बस पार्क पुगेँ। त्यहाँ चाहिँ भाइ चाहिँ गाडीमा आइरहेको थियो अनि यहाँबाट चाहिँ मैले बस लिनुपर्ने थियो। एन्ड फाइनली बस पनि आयो। त्यसपछि म गाडीमा बसेँ। त्यही सामान खोज्ने चक्करमा मेरो टाउको एकदम दुखिरहेको थियो। एन्ड फाइनली बस पनि हिँड्यो। मेरो माइन्डमा चाहिँ धेरै कुरा आइरहेको थियो, लाइक सामान हराएको भए के हुन्थ्यो, कसले के भन्थ्यो होला, मम्मीले के भन्नुहुन्थ्यो होला, दिदीले के भन्नुहुन्थ्यो होला, यस्तै कुराहरू मेरो माइन्डमा खेलिरहेको थियो। बट थ्याङ्क गड सामान पाएँ। आफ्टर द्याट मैले त्यसपछि मुड अलिक फ्रेस गरेँ। गाइस, मलाई चाहिँ एकदमै गर्मी लागिरहेको थियो, पसिना पुस्दै बसेको थिएँ म, एकदम गर्मी लागेको थियो। एन्ड फाइनली हामी कृष्णनगर पुग्यौँ। यो कृष्णनगरको कृषि विकास ब्याङ्कको र जस्ट यसको साइडमा यो गल्ली छ। यो गल्लीदेखि चाहिँ हामी चाहिँ दिदीको रुम पुग्छौँ। एन्ड फाइनली हामी रुम पुग्यौँ। रुम पुगेर चिल गरेँ। ऊ चाहिँ मेरो बहिनीले हाम्रो लागि नास्ता बनाइरहेको थियो। एन्ड हामीले पूजा अनि चाहिँ नास्ता खायौँ। त्यसपछि बेलुका फ्रेस भएर नुहाइ गरेर फ्रेस भएर हामी छतमा आयौँ। छतमा आएको त कस्तो राम्रो भ्यू थियो गाइस, एज यु क्यान सी, हेर्न सक्नुहुन्छ। घरै घर थियो। एन्ड मोस्टली त्यहाँ कृष्णनगरमा अलमोस्ट मुस्लिमहरू मात्र बस्ने रहेछन्। त्यसपछि हामी सबै म, भाइ, बहिनी अनि दिदीको स्टाफहरू भएर हामी रेस्टुरेन्टतिर गयौँ। रेस्टुरेन्टमा हामी मिठो मिठो खाजाहरू खायौँ अनि हामी त्यहाँबाट बाहिर निस्क्यौँ। बाटोमा यसरी भिडियो बनाउँदै हामी घरतिर रुमतिर आयौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ माई सर्ट भ्लग। डु लाइक, सेयर एन्ड सब्सक्राइब।